तपाईँहरूले यहाँनिर सूचना हेर्न सक्नुहुन्छ। नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग भर्ना छनौट शाखा भनेर दिएको छ, जसमा निर्वाचन प्रहरी भर्ना सम्बन्धी सूचना, प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वीकृत, निर्वाचन प्रहरी भर्ना छनौट नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि 2082 अनुसार निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने भएकाले देहाय बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूबाट स्वयं उपस्थित भई दरखास्त आह्वान गरिन्छ भनेको छ। यहाँनिर पद के हो त भन्दा निर्वाचन प्रहरी। अब कति छ यहाँनिर माग कति गरेको छ भन्दाखेरि 1,33,980 जना, एकदमै ठुलो सङ्ख्यामा यहाँनिर माग गरेको छ। जसमध्ये दरखास्त दिने मिति भनेको 2082 9 महिना 25 गतेदेखि पुसको 25 गतेदेखि 2082 10 महिना 1 गतेसम्म, अर्थात् जम्मा 5-6 दिनको मात्रै यहाँनिर म्याद दिएको छ। 6-7 दिनको, 25 भनेपछि 1 हप्ताको म्याद, सरी, माघको 1 गतेसम्म बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म यहाँनिर दिन सकिनेछ, सार्वजनिक बिदाको दिन बाहेक। अब दरखास्त फारम पाइने र बुझाउने स्थानहरू कहाँ कहाँ हुन् त भन्दा जिल्ला प्रहरी परिषद काठमाडौँ, ललितपुर, भक्तपुर हुने चाहिँ देखाएको छ भने जिल्ला र जिल्ला प्रहरी कार्यालय सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाइन्छ र त्यहाँ बुझाउनु पर्ने हुन्छ भरेर। अब निर्वाचन प्रहरीमा भर्ना हुनको लागि आवश्यक योग्यताहरू के हुन् त, आधार के छन् भन्दाखेरि यहाँनिर उमेर हद दिएको छ। दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म 18 वर्ष पुरा भएर 54 वर्ष ननागेको हुनुपर्ने हुन्छ, अर्थात् जन्ममिति के छ जाने भने 2028 10 महिना 1 गते भन्दा यताको र 2064 10 महिना 1 भन्दा पहिलाको हुनुपर्ने हुन्छ। त्यसै गरी योग्यता के हो त भन्दा नेपाली नागरिक हुनु पर्यो, साधारण लेखपढ जान्ने हुनु पर्यो, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको हुनु पर्यो, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनु पर्यो, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, त्यसै गरी आतङ्ककारी एवं विध्वंसात्मक सङ्गठनको सदस्य नरहेको र पुरुषको हकमा घटीमा उचाइ 5 फिट, छाती 31 देखि 33 अथवा नफुलाउँदा 31 फुलाउँदा 33 इन्च, तौल 50 केजी र महिलाको हकमा घटीमा 4 फिट 10 इन्च, तौल 42 केजी भएको हुनुपर्ने हुन्छ र महिलाको हकमा गर्भवती नभएको अथवा नरहेको हुनुपर्ने हुन्छ। त्यसै गरी निर्वाचन प्रहरी छनौट प्राथमिकताका आधार के हुन् त भन्दा 1 मा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सेवाबाट निवृत्तिवरण अथवा रिटायर भएको र उपदान प्राप्त पूर्व सुरक्षाकर्मी वा पूर्व वन रक्षक भएको भएमा उनीहरूले प्राथमिकता पाउनेछन्। त्यसै गरी 2 मा नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल नेपालमा विक्रम सम्वत 2081 माघ 1 गतेदेखि 82 पौष मसान्तसम्म विभिन्न पदमा भर्नाको लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाको हकमा प्रवेश पत्र पेश गर्न सक्नेछन्, उनीहरूले त्यो प्राथमिकतामा रहनेछ। त्यसका 3 नम्बरमा यसअघि सम्पन्न भएका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीको रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरू भएमा उनीहरूलाई प्राथमिकता दिइनेछ भने विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरेका सेवानिवृत्त भएको नेपाली नागरिकलाई पनि यहाँनिर प्राथमिकतामा राखिनेछ। त्यसैले सम्पर्क मिति र स्थान के हो त भन्दा 2082 10 महिना 4 गते हो मिति, स्थान दरखास्त दर्ता गर्ने सम्बन्धित प्रहरी कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने हुन्छ बिहान 11 बजे। जुन प्रहरी कार्यालयमा तपाईँले दरखास्त दिनुहुन्छ जिल्ला प्रहरी कार्यालयमा, त्यही तपाईँले सम्पर्क गर्नुपर्ने हुन्छ। छनौट प्रारम्भ हुने मिति 2082 10/5 गतेदेखि 10/9 गतेसम्म रहनेछ। अन्तिम नतिजा माघको 12 गते निष्कासन हुनेछ। प्रशिक्षण अथवा तालिम हुने मिति भनेको 10 महिना 15 गतेदेखि 10 महिना 24 गतेसम्म यहाँनिर 10 दिनको यो सार्वजनिक बिदा बाहेक यसरी चाहिँ तालिम दिइनेछ। निर्वाचन प्रहरीको कार्यावधि कति रहनेछ भन्दा 40 दिनको रहनेछ नर्मली, र नेपाल सरकारले निर्वाचन अवधिको आधारमा निर्वाचन प्रहरीको कार्य अवधि हेरफेर गरेमा सोही बमोजिम हुनेछ। यदि चाहिँ चुनाव सर्यो अथवा केही भयो भने त्यो अवस्थामा बढी पनि हुनसक्छ, लम्बिन सक्छ। निर्वाचन प्रहरीका सेवा सुविधाहरू के पाउने त भन्दा निर्वाचन प्रहरीको लागि नेपाल प्रहरी जवानको सुरु तलब स्केल सर प्रतिदिन प्रति निर्वाचन प्रहरीले 869 रुपियाँ 40 पैसा 869 रुपियाँ 40 पैसाको दरले 40 दिनसम्मको 34,776 रुपियाँ रकम प्राप्त गर्नेछन्।
निर्वाचन प्रहरीलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दर रेट अनुसार प्रति निर्वाचन प्रहरी 40 दिनको लागि खाद्यान्न बाबतको रकम निजको व्यक्तिगत ब्याङ्क खातामा उपलब्ध गराउनेछ। 40 दिनको खाना खर्च पनि उहाँले पाउनुहुनेछ। त्यसैगरी निर्वाचनको क्रममा खटिने निर्वाचन प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति निर्वाचन प्रहरी एक पटकको लागि एकमुष्ट रु 886 का दरले तयारी खर्च पनि उपलब्ध गराइनेछ। प्रतिदिन प्रति निर्वाचन प्रहरी 300 का दरले 4 दिनको लागि एकमुष्ट 1200 रुपियाँ खाजा खर्च पनि उपलब्ध गराइनेछ चुनाव चलेको बेलामा। त्यसै गरी नेपाल प्रहरीको प्रधान कार्यालयबाट तोकिए बमोजिमको दर रेटको आधारमा पोसाक बाबतको रकम पनि उपलब्ध गराइनेछ। निर्वाचन प्रहरीलाई उपलब्ध गराइने सम्पूर्ण सेवा सुविधा बाबतको रकम निजको व्यक्तिगत ब्याङ्क खातामा उपलब्ध गराउनेछ। कर्तव्य पालनको सिलसिलामा निर्वाचन प्रहरी घाइते भएमा वा स्वयं निजको मृत्यु भएको खण्डमा निजको नजिकको हकदारले नेपाल सरकारबाट तोकिए बमोजिमको क्षतिपूर्ति पनि प्राप्त गर्नेछन्। निर्धारित अवधिभन्दा अगावै गैर हाजिर रहेमा वा जिम्मेवार पुरा नगरी भागेमा त्यस्तो निर्वाचन प्रहरीलाई कुनै पनि सेवा सुविधा बाबतको रकम उपलब्ध गराउने छैन। कुनै मनासिब कारणले निर्वाचन प्रहरीले करार अवधिभन्दा अगाडि छोड्ने परिस्थिति भएमा 20 दिन वा सोभन्दा बढी काम गरेको रहेछ भने काम गरेको दिनसम्मको सेवा सुविधा उसले पाउनेछ। नियुक्तिको प्रक्रियामा रहेको अवस्थामा वा नियुक्ति भइसकेको भए तापनि निर्वाचन स्थगित वा रद्द भएमा त्यस्तो नियुक्ति स्वतः चाहिँ रद्द हुनेछ। अन्य सुविधाहरू निर्वाचन प्रहरी भर्ना छनौट नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि 2082 मा व्यवस्था भएअनुसार हुनेछ भनेर यसरी नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास शाखा भर्ना छनौट शाखा नक्सल काठमाडौँले यसरी हालेको छ 9 महिना 24 गतेको यो सूचना हामीले हेर्न सक्छौँ। त्यसले गर्दा तपाईँहरू पनि यदि इच्छुक हुनुहुन्छ यहाँ भनेका कुराहरू सम्पूर्ण तपाईँहरूसँग छ भने त्यो अवस्थामा तपाईँले शैलीसँग यो भर्नामा चाहिँ एउटा आफ्नो फर्म एप्लाई गर्न सक्नुहुन्छ, दरखास्त दिन सक्नुहुन्छ। धन्यवाद।